त्यसकारण त्यो आवाजलाई मैले समेट्ने कोसिस गरेँ। मेरो देशको माटो मलाई केही गर भन्छ, तरै मेरो वक्षस्थल हिमाल सिरोम भन्छ। तिमी जहाँ पुगे पनि मन त यही हुन्छ, सबै मिली केही गरे देशै स्वर्ग भन्छ। पहिलो शीर्षक त्यो थियो। र देशले अर्को हामीलाई झकझकाइरहन्छ अरे, बिहानीमा जोस देऊ, गोधुलीमा पहरा। तिम्रो हातका पसिनाहरू बिहानको समयमा देऊ र यो देशलाई बचाउनलाई सन्ध्यामा कसैले आक्रमण गर्छ कि भनेर आमाले जसरी समाजलाई सुरक्षा गर्छौ, तिम्रो पनि त्यो कर्तव्य हो, पहरा देऊ। नाग बेली पाखा पर्वत छाँगा छहरा, अमूल्य यी निधि हाम्रो बचाइ राख भन्छ, मेरो देशको माटो मलाई केही गर भन्छ। दोस्रो अन्तरा छ, फैलिएका कुञ्ज बन पाखा चौतरा। जे मैले देखाएको थिएँ त्यही। फैलिएका कुञ्ज बन पाखा चौतरा, साथ दिने झुपडी र अम्मर खेत। हामी झुपडीमा हुर्केका थियौँ, खेत खलाहरू हामीसँग थियो होइन। खेत खला त्यसले के भन्छ अरे हामीलाई भने, पसिना देऊ केवल मलाई साथ दिन्छु भन्छ, मेरो देशको माटो मलाई केही गर भन्छ। त्यही खेत बाँझो खेतहरूले हामीलाई चाहिँ केही माग्दैन अरे, केवल पसिना देऊ त, त्यसको बदलामा म तिमीलाई के दिन्छु भनेर सोधिरहेको छ। र अन्तिममा चाहिँ देश त एकदम सुन्दर छ, विश्व घुम्न आइरहेको छ, प्रकृतिको सुन्दरता देश। ढकमक्क लाली गुराँस डाफे मुनाल भाखा। हामी मात्रै जमिनबाट उत्पादनबाट प्रकृति सौन्दर्यबाट मात्रै नभएर पशुपक्षीबाट पनि ढकमक्क लाली गुराँस डाफे मुनाल भाका, वर्ण भेष संस्कृति र थरी थरी जात। विविधतामा एकताको गौरव गाथा भन्छ, मेरो देशको माटो मलाई केही गर भन्छ। तिमी जहाँ पुगे पनि मन त यही हुन्छ, सबै मिली केही गरे देशै स्वर्ग बन्छ, देशै स्वर्ग बन्छ।